केटाहरू है यी राजा आज आरसिबीको लागि आरसिबी जितोस् भनेर पशुपतिनाथ घुमे फेरि स्वयम्भूतिर है सबै ठाउँ पूजा गरेर आइसकेका छन् हाम्रो राजा अनि आरसिबी विश्वास नलाग्यो होला होइन मलाई त्यो बाबा रामदेवले हिजो राति कल गरेर भनिसक्यो कि भोलि पन्जाब जित्छ बाबु भनेर अब केटाहरू के सन्चै छौ हिजो नेपालले त फाइनली म्याच जित्यो है त्यसमा भनेको त्यो नराम्रो कुराहरू होइन है त्यो चाहिँ गल्तीले भन्ने हो धेरै कुराहरू तर नेपालले चाहिँ म्याच जित्यो त्यहीमा खुसी करण दाईप्रति चाहिँ एकदमै ठुलो नेपाली टोली एकदमै आभार गर्छ सन्दीप दाईले पनि हिजो एउटा विकेट लियो फाइनली है हाम्रो किङ अझ ब्याक आइसकेको छ अनि जड्डी दाईले पनि राम्रै खेल्यो अब मामाको कुरै नगरौँ मामाले त झनै राम्रो खेल्यो सबै केटाहरूले ओभरअल राम्रो खेल्यो हिजो बुल्लु भाइले भयो रोहित भाइले भयो सबैले राम्रै खेल्यो केटाहरूले होइन 38 रन हान्यो 53 होइन त्यो हिजो अरू सबैले राम्रै खेल्यो तर दिप्पी दाईले चाहिँ निराश गरायो है हिजो ल भोलि नेदरल्यान्डसँग चाहिँ दिप्पी दाईको शतक आउनु पऱ्यो त्यही हो अनि आजको म्याचको नि अब छै आजको म्याच आरसिबी भर्सेस पन्जाब यहाँ आरसिबीका एकदमै ठुला मनमुटुदेखिवाला सपोर्टर हामीसँग अहिलेसम्म लागिरहेका छन् के थाहा 7:30 बजे आज पानी पर्छ जित्ने त अब त्यही कुरा हो अब बार भन्नु नपरोस् यार केटाहरू ती पन्जाबले खान्छ कि कति भन्ने यार तिमीहरूलाई अझ भोलि बिहान पन्जाबले हारेपछि त्यो गल्तीले हान्ने हो कि हारे पनि उसरी हार्दैन कि पन्जाब अब के भन्नु तिमीहरूलाई विश्वास नलाग्यो होला होइन मलाई त्यो बाबा रामदेवले हिजो राति कल गरेर भनिसक्यो कि भोलि पन्जाब जित्छ बाबु भनेर अब खै बाबा रामदेवले नै गलत भनेपछि त्यो कुरा बेग्लै भएर केटाहरू भोलि थाहा हुन्छ ओभरअलमा चाहिँ पन्जाब जित्छ है केटाहरू म त ढुक्क छु म त आज म्याच नि हेर्दैन सुतिरहेको छु ओभरअलमा म ढुक्क छु पन्जाब जित्छ कोहली दाईलाई 2 वर्ष रोकाउनुपर्छ केटाहरू है यी राजा आज आरसिबीको लागि आरसिबी जितोस् भनेर पशुपतिनाथ घुमे फेरि स्वयम्भूतिर है सबै ठाउँ पूजा गरेर आइसकेका छन् हाम्रो राजा अनि आरसिबी चाहिँ जित्दैन कि राजा जति पूजा गरे पनि जे गरे पनि 18 साल रोकिहाल्यो 2050 सम्म चाहिँ आरसिबी जित्दैन भन्ने मलाई चाहिँ हिजो एउटा बाबाले भनेको थियो राजा के कस्तो लाग्यो कोहली बच्छ कि बस्दैन कोहली नबच्चे नि कोहलीको चेलो अगायो कोहली खेल्छ कि राजा ठिक छ अनि अब जो जिते पनि अलवेज सपोर्ट नेपाली टिम भोलि चाहिँ नेपाल र नेदरल्यान्डको म्याच छ भोलि चाहिँ हामी एक हुनुपर्छ आज हाम्रो पार्टी फरक भयो नि विचार फरक भयो नि भोलि बिहान चाहिँ हामीले एक हुनुपर्छ है भोलि बिहान होइन हौ भोलि कति 3:45 मै होला म्याच त नेदरल्यान्ड र नेपालको त्यो म्याच आजको म्याच चाहिँ आरसिबी जित्दैन कि जहाँ पूजा गरे पनि हुँदैन कि राजा अझ यहाँनिर एउटा मन्दिर छ जाने पूजा गर्न बस धुपबाती धुप किन फेरि केटाहरू ल है ठिक छ अलवेज एकदम माया छ तिमीहरूलाई पन्जाबको सपोर्टरलाई मात्र माया छ है फेरि आज आरसिबी सपोर्टरहरूलाई राजा र मेरो 2 मिटरको डिस्टेन्स त मैले छुट्टिसकेँ आज किनकि पार्टी फरक भएपछि के सपोर्ट हान्ने हो केटाहरू पन्जाब हो क्या यहाँ अलवेज सिरियस है यार ओके लभ यु टाटा बाई बाई